दाजु हजुर हौ के बजाउनु भयो साह्रै विरक्त लागेको धुन आयो त हौ होइन हौ यो पुरानो बुढापाकाहरूले भन्थे यो पात बजाउँदा त तरुनी आउँथे भन्थे साँच्चै पो पारिपट्टि हेर्छ हौ तरुनीहरू त साँच्चै पो आउँदैछन् हौ के भएको अब अनि तरुनी नै बजाउनु भएको पातले अब तरुनी नै बोलाएको नि हौ मैले त कान्छ के गर्नु हौ अब जिन्दगीमा यस्तै छ तेरिका के तरुनी सरुनी बजाउनु जाउँ हौ खाजा खानु दाजु हौ आज खानु र जाउँ आज अब बासुमे नआएंगे जाखा अब चित्लाक लाग्छ अब लाम्बे च्याम्बिछिया लु प्यागी हौ ल तेरिका विरक्त लागेको धुन बजाउनु हुन्छ अरे हौ त्यही तरुनीहरू बोलाएर ल्याउँ है हौ जाखा आइसक्यो होला प्यागी हौ हातेर खाओ आइंग जाखा मान्छे पात बजाएर चाहिँ बोलाउँ भनेको के भयो भयो हौ अनि जहिलेसुकै मान्छे पात बजाएर मात्रै ल्याउने पहिला भाउजू पनि पातै बजाएर ल्याउनु भएको दाइ अब त्यस्तै भन्छु नि हौ आथा म त पात बजाएर ल्याएको नि हौ अब दाइ यो त के पदाम जस्तो देख्छु त हौ हौ लिम्बू भाषामा पेदक भन्छ स्पष्ट बोल्न हौ जाठा अनि लिम्बू भाषामा चाहिँ भेगुते ढुङ्गा भन्छ पर्वतेमा अनि यो त साह्रै पुरानो चिज पो त त्यही गरेर समस्या गरेर राखेको साह्रै कुहिरो लाग्यो हौ हौ समय हौ पङ्पाखा हौ हौ बस्नु र तेरिका यहाँ त पहिलाको याद पो आउँछ त यहाँ के को मेला पो लाग्छ अरे त यहाँ त अनि पहिलाको मेला त यो त पुरानो बाङ्गे बजार भन्छ केटा यो बाङ्गे बजार लाग्ने ठाउँ हो क्या अरे यही बाङ्गे बजारबाट तपाईँको भारी लगेको नि हौ मैले त हो र यहाँ त कम्ता थुप्रेले लगेको होइन त यो चौरीदेखि जाममा जाममा गइसकेको नि यहाँबाट त तरुनीहरू त मैले पनि ल्याएको नि हौ सन्दाकमा ल्याएको नि हौ आमा हौ थुप्रैले लगिसक्यो यो बजारदेखि त यो बाङ्गे बजार भन्छ नै हो केटा लु अब गफ भत्र नगरौँ गहौँ भोक लाग्यो हातेर खाजा जास पछि हौ जाठा अलि राङ्मे साह्रो जाडो हौ यो ठाउँमा त म्याम्बे साउनी को खाजा याङ्दा पियाङ मेरे म्याम्बी पाउँछ